आज स्याटरडे मेरो जिम पनि थिएन र म बिहान बिहान क्याफे आएको थिएँ। क्याफे आउनुको रिजन भनेको चाहिँ यो थियो। यो चाहिँ हाम्रो कफी मेसिन नयाँ आएको थियो। अनि यो पहिला चाहिँ हामीसँग सिङ्गल रेडवाला थियो, अनि अहिले चाहिँ अब डबल रेड मगाएको थियौँ। यो मेसिन रिसिभ गरेर अनि यसलाई एसेम्बल गर्न लाग्यौँ क्याफेमा ल्याएर। त्यस पछाडि चाहिँ यता एसेम्बल हुँदै थियो, म चाहिँ निस्केँ पूजाको सामान लिन। अनि त्यस पछाडि चाहिँ आएर अब पूजासुजा पनि गरियो। अनि त्यस पछाडि चाहिँ यसलाई सेटअप पनि भयो। अब स्टार्ट गर्ने भनेर चाहिँ यहाँ काम चलिरहेको थियो। अनि त्यति बेला चाहिँ म ठ्याक्कै यहाँ हुँदै थियो। म चाहिँ घर गएर खानासाना खाएर अनि ड्युटीतिर आएँ। अनि आइसकेपछि त्यतिखेर सब भइसकेको थियो। अनि त्यस पछाडि अब ल ट्राई गरौँ नयाँ मेसिनमा कफी झारेर टक्क एउटा क्यापेचिनो बनाएर हेरौँ भनेर चाहिँ म यता बनाउन लागेँ। अनि अब धेरै पछाडि चाहिँ म बनाउँदै थिएँ र नयाँ मेसिनमा पनि बनाउँदै थिएँ। अनि ट्याक्क फर्स्टमा बनाएको ठिकै भएको थियो। अब धेरै पछि बनाएको त्यही पनि राम्रै भएको थियो। आर्ट पनि कफी पनि टक्क दामी झरेर आएको थियो क्या। त्यस पछाडि फेरि एकछिन पछाडि अर्को पनि बनाएँ, अनि अर्को पनि राम्रै भएको थियो। त्यस पछाडि सादा सिधै म घर आएँ खाना खाएर पल्टेर। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।